तिम्रो नाम के अरे बाबु? विवेक गन्धर्व। तिम्रो घर चाहिँ कहाँ हो? यता मलाई हेर न, यता मलाई हेर न। तिम्रो घर चाहिँ कहाँ हो? दाङ हो। दाङ कुन ठाउँमा? अनि तिमी स्कुल चाहिँ जाँदैनौ? जान्छु। 4 सम्म पढेर छोड्यो? किन छोड्यो तिमीले 4 सम्म पढेर? तिमीलाई पढ्न मन लागेन अनि छोड्यौ? गीत गाउँछु भनेर सोच्यौ अनि त्यसपछि छोड्यौ होइन त? तिम्रो दाइ मम्मी बाबा हुनुहुन्छ नै? हुनुहुन्छ। बाबा मम्मी दाइले के गर्नुहुन्छ? बाबा काठमाडौँ। अनि दाइ? दाइ छैन। दिदी तिमीलाई पढ्न मन लाग्छ कि लाग्दैन? अहिले लाग्छ? अहिले यता हेर न, अहिले लाग्छ हो? लाग्दैन? गीत गाउन जाने छौ? एउटा गीत गाउ त ल। 714 घर मेरो बौद्ध तिमी सारी मोटी भए बेना बेना दौड काठमाडौँको सुपर गुन्डा पोखराको गाइने आजकारको केटीहरूलाई टेबै केटा छैन आजकारको केटाहरूलाई देख्ने हुन्न केटी थोत्रो बाइकमा हालिहाल्छन् आमा भन्दा जेठी या पहिला भन्दा झन् गोरी भारै छौ नाकको फुली नाइटोमा लारै छौ बन्दी पुराइमा स्वास्नी मेरी सोझी अर्को पोइ खोजी काली कलौटी नखाउ पाउरटी लागला छेरौटी लाउने मसँग मुस्किँदै टस्किँदै छेउमा जस्तो गालाहरू सुन्तला ओठमा टुकेर मै खान देऊ न भेट बाछ झमक्क साझामा राख्छु तिमीलाई यो दिलको माझमा चोरी परे बा माया गालैमा मै खाइदेऊ माया गरे बा। ए तिमी यस्तो गीत गाउन सक्छौ है? त्यसो भए हो गीत त गाउँदो रहेछौ। उमेर सानो रहेछ, बरु पढ्न पर्यो। पढ्नका निम्ति हामीले के गर्नुपर्छ तिमीलाई गरिदिइहाल्छौँ।